अति हुनुहार दुःखपूर्ण घटना यो। पूर्व बसोबासो साँखेजुङ निवासी करु बस्नेतका सन्तानमा धनराज बस्नेतका छोराहरूमध्ये लक्ष्मण बस्नेतका नाति कृष्ण बहादुर दमन्ताको कोखमा जन्म लिएका विनोद बस्नेत, जो कलिलै उमेरमा प्रतिभाका धनी, धेरै कुरा उहाँ निपुण विद्वान ज्ञानीवर्ग, खानदान परिवार, तर यस्तो अप्रत्याशित रूपमा दुखान्त घटना घटेकोमा अत्यन्त पीडित भएर मलाई पनि कानुनी सल्लाह र सहयोग दिएको थियो। विनोद बस्नेतसँग थोरै चिन्जान थियो, त्यसैले मैले समवेदना लेख्न खोजेँ र अहिले उहाँको देहावसान भएको छ र उहाँको गुणगान मैले गाउन पर्दाखेरि यस्तै दिन लिआए हे ईश्वर भगवान हरि, शिरैमा वज्रले हान्यो हामी बाँचौँ कसो गरी। ऊ त गए तर हामीलाई पीडा पर्यो। यस्तै दिन लिआए ईश्वर भगवान हरि, शिरैमा वज्रले हान्थे हामी बाँचौँ कसो गरी। यस्तै लेखान त थियो होला के लेखे दैवले पनि, बैगुन छैन त केही यिनको बिर्सनु कसरी अनि। हँसिलो फुर्तिलो मान्छे आज ईश्वरका भयो, अब गुण छैन ए बाबु गाउँ रुवाएर कहाँ गयो। बिर्ता मोटो लौ छापा हस्पिटलकै नजिक घर, न्यास्रो पारिदियौ सारा तिम्रो बैगुन त के छ र। सगिनी छोरी आमाले थाम्नु पीडा कसो गरे, लाग्यो लौ शिरमा वज्र कहाँ छौ भगवान हरि। 52 आयु भो यिनको हामी बाँचौँ कि लु मरौँ, भेटिन्न अब धरतीमा हाम्रो छटपटी के गरौँ। लाउला खाउला थिए हेर 52 आयुका धनी, को छन् खोइ आयुका दाता रहेछन् ती पनि बैगुनी। आस्तिक स्वभाव थियो यिनको यी गर्थे ज्ञानका कुरा, जे जति भगवान दिन्छन् त्यही होला आयु चाहिँ पुरा। बेला पुग्नु त पर्ने थियो को होला आयुका धनी, राम्रैको खोजिबो पक्कै स्वर्ग वैकुण्ठमै पनि। सिधै वैकुण्ठ यी जालान शोकमा छौँ जगत सब, हामीमा मात्र पीडा भो बाँचेका जति छौँ अब। यस्तो खालको वज्र पीडा परेको छ यो घडीमा। अति मिलनसार, अति सरल स्वभावका, कानुन पढेकी श्रीमती पनि, उनीहरूभित्रको सम्बन्ध पनि अति राम्रो देखिन्थ्यो र के भएको हो मैले बुझ्न सकिनँ। यी विनोद बस्नेत जसले जो अहिले उनको अब देहान्तको घडी छ, यो दुःखको घडी छ, यसलाई अब कसरी लिनु। सही सत्य कुरा गर्थे सल्लाहरुमा दिँदा, त्यस्तै लेखन त थियो होला हुँदैन अब यो रुँदा। यो ब्रह्माण्डभरि सारा देवी देवता भए जति, विनोद बस्नेत थियो नाउँ नहोस् त्यो स्वर्गमा क्षति। कृष्ण बहादुर थिए बाबु जेठा छोरा थिए यिनी, 52 मात्र आयु भो यी भए स्वर्गका धनी। श्री गणेश सूर्य श्री विष्णु भगवान हरिशंकर, धनायु विधि विद्यामा तिम्रै छौ भराईश्वर। कानुनबाटै बिए यिनको ज्ञानी भन्थे सबै पढी, छाड्दिँदो रहेछ विद्यालय दशापतिको घडी। बुझ्नै सकिन केही मैले केले त्यो निर्णय लिए, इमान इज्जत प्रतिष्ठा थियो खानदानकै परिवार थिए। निरन्तर अघि बढ्दै थिएनन् केही पनि थकित, पेट्रोलियम डिलरमा एसोसिएसनमा महासचिव। त्यस्तै लेखन त थियो होला 52 मात्रै दिए, महासङ्घ कोशी वाणिज्य सदस्य त्यहाँ पनि थिए। एकजना छोरीका बाबु वकिल हुन् सकिने पनि, विभूति छोरीको नाउँ डाक्टर पढ्दै थिइन् तिनी।
यसरी दुःखपूर्ण घटनाले मन रोएको छ। अब कसलाई दोष दिनु यो कुराको विषयमा? अप्ठ्यारो कुरा यहाँ आएको छ। डाक्टर पढ्दै थिइन् डाक्टर पढ्दै थिइन् जिजु धनराज हुन् यिनका बाजे लक्ष्मण नाम हो। यिनको इतिहास ल्याउनु पर्दा जिजु धनराज हुन् यिनका बाजे लक्ष्मण नाम हो। कृष्ण बहादुर थिए बाबु साँखेजोङ पूर्व गाउँ हो। बल गर्दा हुन्न यो हेर ईश्वरले पनि के रचे। बराजु करुका सन्तान 100 घर माथि गइसके। वीरता जेसिस महापैला अध्यक्षै पनि थिए यिनी। कोरोना कालमा धेरै हस्पिटलमै सहयोग पनि। खेलकुद अध्यक्ष भई झापा इलाममा सहयोग गरे। झापा मात्र त के देशै समाजसेवी नै परे। भूकम्प आँधी बेरीमा सहयोगी कर्मका धनी। रेडियोमै थियो नाउँ 45 सालमै पनि। लक्ष्मण बस्नेत थिए बाजे 7 छोराका ती हुँदनी। कृष्ण बहादुर थिए बाबु कैला छोरा थिए यिनी। कृष्ण बहादुर र दमन्ता बाबुआमाको नाम दमन्ता कृष्णको कोख जेठो छोरो यी जन्मिए। यस्तै लेखान्त आयु भो धरतीबाटै बिदा लिए। डाक्टर पढ्दै थिइन् छोरी वकिल हुन सकिने पनि। धन आयु बुद्धि विद्याका भगवान नै रचन धनी। खोज्दा पाइन्न यी कहिल्यै अब ईश्वरका भए। जानेनन् बस्न बाँचुन्जेल निरन्तर यी खटिरहे। धुर्मुस सुन्तलीको सम्मान वीरता मोड कार्यक्रम भयो। यी अगुवा भइदिँदा सारा वीरता मोड नै त्यहाँ गयो। दैवी आपत्तिका बेला आफ्नो विपत्ति सम्झिँदै सिन्धुपाल्चोक पुगेका छन् राहत बढ्ने विचार लिँदै। दमन्ता कृष्णको कोखमा जेठो भई यिनी जन्मिए। यस्तै लेखान्त थियो होला धरतीबाटै बिदा लिए। र यसरी दुःख पीडा थाम्न नसकेर मैले कृष्ण बहादुर बस्नेतको छोरा विनोद बस्नेत जो अब यी नफर्किने भइसकेपछि मैले आँसु झार्न खोजेको छ यहाँ। उनका को नाता गोता थिए त यस विषयमा भन्ने कुरा हो। र गणेश दिलीप नरबहादुर बडा बुबा देखिन्छ। गणेश दिलीप स्वर्ग गए माथि भेट हुन्छ। एकजना बडा बिहा नरबहादुर मात्रै म देखेको छु। यिनका काका 3 जनामा कुमार बस्नेत छ कुशल। काका कोही त माथि होलान् ईश्वरको यहाँ बल। यिनका बाजे लक्ष्मण हुन् 7 छोराका ती धनी। तिनका नाति यिनका सबै दाजुभाइ यिनी। फुपू फुपाजुका नाउँ काका बढी आमा बो। यिनको इतिहासै हुन्थ्यो जान्दिन म त्यो। तिनकै कोखका जेठा छोरा। र यसरी बस्नेतको सिङ्गो गोल्टोल परिवारको लाइन अति ठुलो छ, लेखेर साध्य छैन। ठोली आमा सानी माबो मामा माइजू छन् होला। भान्जा भान्जी के कति छन् लेख्दा के होला। फुपू फुपाजुका छोरा बाहुन दाजु बाहुन भाइ। किन बाँकी राख्नु अब लेख्ने कुरालाई। दाजु यिनका खासै छैनन् भाइ बुहारीका नाम पनि। छोरा भतिजाका नाउँ लेखौँ ती अनि। धनराजकै शाखा सन्तान यिनका सबै दाजुभाइ। किन बाँकी राख्नु अब लेख्ने कुरालाई। धनराजका 2 गुण गरी 8 जना त छोरै हो। तिनका छोरी के कति थिए बुझ्ने कुरा भो। जगत लक्ष्मण खम्बा सिंह र रत्नबहादुर बाजे हो। कान्छा बाजे तुङ्ग बहादुर यिनकै बाजे भो। कति छन् त विनोदजीका काका बढी बा पनि। धनराजका शाखा सन्तान सुन्नुहोस् ती पनि।
गोपाल जितेन्द्र श्यामलाल काका बढी हुने ने, तुङ्गबहादुर कान्छा बाका सन्तान हुन्थे ने। यिनका बाजे लक्ष्मण हुन् काइला छोरा बाबु थे, 2-3 वर्ष अघि यिनले स्वर्गै बाटो लिए। र यो बस्नेतको गोलटोल परिवारको सम्पूर्ण विवरण सहितको बस्नेतको सृष्टि उत्पत्तिको पुस्तक पाएपछि यो गोपाल बस्नेतकोमा छ भन्ने सुनेको छु। गोपाल बाबु अहिले काठमाडौँतिर हुनुहुन्छ र अवश्यै वर्ष दिनभित्रमा बस्नेत परिवारले यो अब जे जस्तो अवस्था भए पनि यसलाई राम्रो एउटा पुस्तक बनाऊ भन्ने हैसियत राख्नु भएछ र उहाँका परिवारले बुझ्ने कुरा अब परलोकवासी परलोक भए पनि पुस्तकले आजीवन कल्प जीवित रहन्, उनका नाममा पुस्तकहरू छापिउन्, भजनहरू छापिउन् र करु बस्नेतका सन्तान सारा समेटिएको एउटा पुस्तक यो लय कविलाई लेखिदिनु भनेर आदेश भएको खण्डमा उहाँकी सङ्गिनी श्रीमती, आमा, छोरा छोरी र अरू दाजुभाइबाट पनि सही सत्य सल्लाह दिएर जे जस्तो अवस्था भए पनि यसलाई राम्रो पारेर लेखिदिनु भन्ने कुरा भएको खण्डमा अवश्य यो लय कविले अघि कलम बढाउनेछ। अहिलेलाई म यी विनोद बस्नेत काहीँ कुनै खोट नलागिकन परम प्रभु परमात्माको धाममा पुगुन्, यो एउटा एसियामा नभएको दुखान्त घटना घटेको छ भन्दै भगवानसँग प्रार्थना गर्दछु। श्री गणेश सूर्य श्री विष्णु नारायण हरिशंकर, विनोद बस्नेत थियो नाउँ छौँ हामी वरईश्वर। आउने जाने नियम यो प्रकृति नियम हो, रोकिने छैन कहिल्यै, कहिल्यै फिर्दैन फिर्ने भइ जाँदा आँसु झारेको मैले। ब्रह्मा विष्णु र शम्भु त्रिभुवन जननी श्री गणेशबाट यो पार, यिनको बाटो उज्यालो गरिदिनु सबले देवतामै नमस्कार। पुस्तक धरतीभरि नै विनती जसमा वेद पुराणमै छ आश, उत्तम धाम बस्न जाउन् गरिदिनु सबले जान बाटो खुलासा। सारा वेद पुराण शास्त्र कथितन कसका परौँ लौ बर, पृथ्वीका सब तीर्थधामहरूले बाटो उज्यालो गर। तारा मण्डल देवता र ऋषिगण ब्रह्मा हरि शङ्कर, विनोद नाउँ थियो यिनी विषयमा छौँ हामी तिम्रै भरा। भन्दै यो दुःखको समवेदनाबाट बिदा। यो समवेदना अवश्य बस्नेत परिवारले सुनिदिनु हुनेछ र वर्ष दिनमा आएको पूरक समवेदना पनि सुनिदिनु हुनेछ भन्ने यो लय कवि आशा राख्दछ। कविता श्रवण गर्ने श्रवणजनहरू सबैलाई धन्यवाद। अवश्य पितृलोकमा गएका विनोद बस्नेत परिवार धनाराज लगायत जो यो धाम छोडेर परमधाम जानुभएको छ, उहाँहरूले पनि अवश्य हाम्रो नाम विनोद बस्नेतको कारणबाट धरतीमा उच्चारण भयो, हामी त्यहाँ रहेका छौँ, हाम्रो नाम कीर्ति रहिरहेको छ भनेर तपाईँहरूका पितृहरूले अवश्य आशीर्वाद प्रदान गर्नुहुनेछ र यो बस्नेतको खानदानी परिवार अझ सुनमा सुगन्धित फैलिँदै जानेछ र यसले दुखान्तको घडीमा मलमपट्टि लाग्नेछ भन्ने मलाई लागेको छ। ओम नमो भगवते वासुदेवाय।